नमस्कार सबैजनालाई। आज चाहिँ यता लेकगुवा हुँदै उता सान्नेसम्मको यात्रा छ। यो चाहिँ हावा चलेर यसो निकालेको है। टक्क हामी दुईजना हैन। अनि हाम्रो साधन भनेको चाहिँ यसबाट चाहिँ सान्ने पुगेर भोलि फर्किनु पर्ने छ। यो अगाडिको भ्यू हेर्नुस् ल, दृश्य अरुण नदी सललल बगेको छ। ऊ त्यो पुल चाहिँ पारी भोजपुर जाने पुल हो। यसलाई चाहिँ रामबजार भन्छन्। पहिला चाहिँ रामरिठा पनि भन्थे। अरुण नदी कस्तो मजाले बगेको छ। घाम अस्ताउन लाग्यो। यो चाहिँ अस्ताउन लागेको घाम। यो पारिबाट देखिएको चाहिँ भोजपुर हो। यो वारी धनकुटा महालक्ष्मी नगरपालिका अन्तर्गत पर्छ। यो चाहिँ त्यो तलको चाहिँ क्रसर रहेछ। त्यहाँ देखिएको दृश्यहरू चाहिँ बाटो चाहिँ यस्तो छ। यो अफरोड छ हैन। यो अफरोड हुँदै हामी चाहिँ सान्नेसम्मको यात्रा तय गर्दैछौँ। अब यहाँबाट सुरु गरियो भिडियो खिच्न। अब यहाँबाट उता ठ्याक्कै चाहिने सान्नेसम्म कहाँसम्मको हुन्छ ठाउँको दृश्य यसो देखाउँदै जानेछु तपाईहरुलाई है त। हात्तीखर्क भ्यू सामनेबाट देखिएको हात्तीखर्कको पारी खेतहरू अझै खेती गर्दा रहेछन् यार। धेरै मान्छे पवालै आउँदो रहेछ नि है। हल्लिन्छ फेरि यो जुममा कि हेलो साथीहरू, यो चाहिँ सान्ने पाखरीबाट सान्ने भन्छ यसलाई चाहिँ। माथिल्लो सान्ने यो हात डाँडा। त्यहाँ चाहिँ रुख काटिएको रहेछ, पिपलको रुख चाहिँ। के डाँडा ए माथिको ए पाखरीबासको टावर बिजुलीको बिचमा देखिन्छ। पाखरीबासको टावर हो ठ्याक्कै कुहिरोको बिचमा देखिन्छ। जङ्गलले हेर्दाको साँझ कोही जङ्गलले हेर्दाखेरि यस्तो देखिँदो रहेछ साँझको समयमा। विक्रम को भाई विक्रम को भाई कुन विक्रम? हाम्रो बाजे विक्रम को बेकार हो। कुन चाहिँ कारण ए हो र? मैले त यादै गरिनँ। म त यही मोबाइल निकालेर भिडियो खिच्न थालेँ।
माङमाया यो रामबजारमा त गाडीहरू पस्दैन होला, प्राय सबै भोजपुरबाटै आउने होला है। रामबजार सुरु भयो, थाहा छैन हौ मानमा सान्नेबाट फर्किँदाको दृश्य। 4 किलोमिटर छ हौ मानमा यो छुट्टै हो मानमा त्यो ढुङ्गा काटेर बाटो निकालेको होइन त। है बाइक पनि यसो तर के धुनु हो, माथि फेरि सबै उयो भइहाल्छ होला है। उँभो त छैन नि यो त उँभो त छैन, तर धोएर कुदाएपछि त धुलोले सबै टाँसिहाल्छ बरु। कुकुरमा पनि अहिले त धुने छैन, पहिला त धुन्थ्यो। यहाँ किलोमिटरमा छ यहाँ अनि गरेको हो त। गलेर हत्तु हरानी हुन्छ बाइकमा जाने हो। बाटो सजिलै भए पनि लामो बाटोमा अनि खुट्टा अनि हात खुट्टा गलेर जिउ दुखेर कम्ता हुन्छ त। रामबजार आइपुग्यो है, रामबजार राम्रो मूर्ति।
लगाएर ट्र्याक्टर त्यहाँ चाहिँ आज के छ मिटिङ?